मनोजी हामी यसपालिको अब यो निर्वाचन हुँदैछ निर्वाचनमा हामी कसलाई भोट दिने हामीलाई अब हामी त युवा पुस्ता हो यो विषयमा म न्युटन बस्छु मेरो साथीभाइ इष्टमित्र धेरै छन् एउटालाई भनौँ भने अर्को रिसाउँछ अर्कोलाई भनौँ भने अर्को रिसाउँछ तर नयाँ पुस्तालाई चान्स दिउँ भन्ने मेरो विचार हो मिलाएर बुझौँ भन्दा पनि देशलाई हेर्ने त्यही भएर त अब पुरानो पुस्ताले खास केही गरेनन् नयाँ पुस्तालाई चान्स दिउँ होइन केही गर्छन् कि त्यसमा भन्ने मलाई हर्क सर बालेन सर अब को हुन्छ रविजी अब यहाँ हाम्रो काकालाई पनि यसपालिको भोट कसलाई दिने सोच गर्नुभएको छ दिनुपर्ने चाहिँ हर्क सरलाई हो उहाँले स्ट्याटस लेख्दा लेख्दै देश विकास गर्न भ्याउनुहुन्न हेर्नु त्यही भएर बालेन सरलाई मेरो तर्फबाट हाम्रो क्षेत्रबाट घन्टीलाई होइन त सपोर्ट हाम्रो 3 नम्बर क्षेत्रमा उठ्नु भएको को छ फेरि पट्टशैली समानुपाती के भन्छ त्यसमा त डाइरेक्ट सुनिल शर्मा